गुड मर्निङ काठमाडौँ। क्या मिठो घाम लागिरह्यो यार मुखैमा। के छ हो मेरो जनताहरू? अहिले चाहिँ बिहानको 7:30 भइरहेछ अनि हामी चाहिँ कलेज जाँदैछौँ। अनि बिहान 7:30 बजे कलेज जाँदा पनि नखाइकन जाने अल्छी चाहिँ मै हो। थाहा छ कि थाहा छैन? त्यही भएर हातमा टाइगर बिस्कुट छ, बिस्कुट चपाउँदै हिँड्ने यसरी। अब यो कलेजको जिन्दगी सुरु भएपछि के चाहियो? केही चाहिन्छ? चाहिँदैन। सबै चिज यही आइपुग्छ। टेन्सनवाला सबै टेन्सन आउँछ यहाँ। के साह्रो हो? उसबाटै हेरिदिन्छ नि त यार। गाडीको झ्यालझ्यालबाट हेर्छ र भ्लग बनाइरहेछ भन्दै। उयो भाइ अब यो खाएर सकिहाल्यो होइन। अब यो फोहोर फाल्यो भुइँतिर भने आशिका दिदीले आएर च्यापचुप समातिहाल्छ। हाल्नु पऱ्यो खल्तीतिर होइन। जल्दी केटा। आज फेरि कस्तो बिहान बिहानै पनि गाडीको भिड धेरै हो कि छ्या। दाजु बिहानै किसान आएको। फेरि कलेज पनि कम नजिक छ। माई गड ह्यापनिङ हुने ठाउँमा छ नि फेरि। आमामा महाराजगञ्ज भनेको कम त नजिक ठाउँ हो त। अनि यहाँ कुलेश्वरबाट ठ्याक्कै घडी हेरेर बाइकमा होइन 30-35 को स्पिडमा ट्याक्र्याक्कै 30 मिनट लाग्छ। 30 मिनट आधा घन्टा महाराजगञ्ज पुग्नुपर्छ यार पढ्नलाई। तर केही छैन जिन्दगीमा, पढाइभन्दा ठुलो कुरो अरू केही पनि होइन। पढ्नुपर्छ पढ्नुपर्छ बुझ्यो होला नि होइन। हामी चाहिँ आइपुगेको छौँ टेकुतिर। टेकुतिर मेरो चाहिँ राइडर भने कि ड्राइभर भन्ने हो थाहा होइन। दिदी छ किनभने दिदी र म एउटै कलेजमा पढ्ने हो नि त होइन। अहिले कलेज पनि देखाइदिउँला कि यस्तो साह्रो उ गर्न पनि पर्दैन होइन साथीहरू। अनि अहिले चाहिँ मलाई यो भ्लग बनाउने एकदम म इन्सपायर भएको चाहिँ कसले गर्दा थाहा छ? अहिले म यो हिरोको त्यो के भन्छ अरे होटेल मिस्टिक माउन्टेन भन्न लागिरहेको छ्या। हिरोको मिस्टिक मुस्ताङ र मनाङ भनेर छ नि। त्यसमा हाम्रो राइडर केटीहरू नेपाली केटीहरू गएको छन् नि त, गोर्खालीको छोरीहरू। दाजु फेरि किसान आएको नआउन हौ त्यसरी हो। त्यही भएर चाहिँ मैले होइन त्यहाँबाट चाहिँ मलाई इन्सपिरेसन मिलेको। हुन त मैले पहिला पनि गरेर हुन्थेँ भ्लगमा क्यामेरा फेस चाहिँ गर्न सक्दिनँ थिएँ। बिहान त क्यामेरा ट्याउ 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 बोलिदिइरहन्थेँ। अब गोप्रो भएको फाइदा त उठाउनु परिहालेन होइन। त्यही भएर अब मैले चाहिँ यो बोल्न इन्सपायर भएको म चाहिँ हाम्रो बेबोले गर्दा हो क्या। बेबो भ्लग्सले गर्दा अब लडिन्छ चाटा छिस छिस भन्छ नि त। मेरो दिदीलाई फेरि टेन्सन छुट्टै छ, उसको टेन्सन छुट्टै छ। यहाँ साथीहरू घाम लागिरहेछ। आहा यो अन्त तरिका भनेको होइन। यसरी मुखमा टक्क घाम ताप्दै कलेज जान पाउनुको मजै छुट्टै छ। कलेजको भ्यानमा गएर के काम? भ्यानभित्र बस्छ घुम्छ। भएभरको स्टुडेन्टहरू हुन्छन्। कुन चाहिनेको मोजा गनाउँछ, कुन चाहिनेको पसिना गनाउँछ, थाहा नै हुँदैन हो कि होइन। त्यही भएर हो कि छोडिदेऊ भाडे भएन चिज चिज जाने हो बाइकमा। आज चाहिँ अब 2टा बाइक छ होइन। आज चाहिँ फेरिदिएको, आज चाहिँ बुलेटमा आएको, हिजो चाहिँ एक्सपल्समा गएको। त्यही हो। अब भोलि मिल्यो भने स्कुटरमा गइन्छ होला। हे म चाहिँ फेरि टोपी लगाएर आएँ ल। अब यो घाम मात्र के तापेको होइन, हावाले पनि मलाई चाहिँ माया गर्दैनस् भनेर भन्यो होइन। हावा त सर्र कान हानिहाल्यो, कान दुख्नु थालिहाल्यो। अब कति खान्छेस् भनेर भन्नुहुन्छ होला होइन। म त खाइरहन्छु। त्यो उसले भन्छ नि म त खाइरहन्छु नि भनेर। त्यस्तै हो, म त खाइरहन्छु नि। अहिले चाहिँ अब यो कलेज जाँदैछु होइन। यहाँ ठ्याक्क जमल आइपुग्यो। अब एप्पी खाने हो। बिहान बिहान उठेर घरा बनाएर खान अल्छी लाग्छ। के गर्नु अल्छी छ भन्छ नि। अल्छी ज्यान स्वादे जिब्रोही के भन्छ नि हो त्यस्तै त्यस्तै भइरह। अनि त्यही भएर एप्पी खाने हो, चल्दिने हो। कलेजमा फेरि दिन्छन् खान सित्तेको कफी र कुकिज दिन्छन् क्या।
टिचिङको बस र हामी त सँगसँगै भएछौँ। सक्यो लिने बेला 30 रुपियाँ लिन्छ यो जुसको पनि होइन, खाने बेलामा 30 घुटको पनि हुँदैन यार। ए शिक्षण अस्पतालको बस हो क्या। मलाई चाहिँ यो बुलेटमा बस्न यस्तो कम्फर्टेबल लाग्छ है। आहा हुन्छ, यसको सिट कस्तो लचकदार छ। यो एक्सपल्सको सिटले त फेरि आमै माकी बेन बनाइदिन्छ यार। यो टोपी लगाएर नराम्रो देखा होला होइन, देखिरहोस् मलाई बाल। तपाईँहरूले टोपी लगाएको छ नराम्रो देखा हो भनेर भन्नुहुन्छ भने नहेर्नु मलाई बाल। मतलब यो त मैले थोरै नै भाइरल हुनुलाई बनाएको हो र नि। मैले त मेमोरिज रिक्रिएट गर्न खोजे मात्रै हो केटा हो, केटा होइन साथी हो। साथी हो कलेज पनि आइपुग्न लाग्यो। घाम ताप्दै ताप्दै आइपुगेको थियो होइन। यो पुलिस एकाडेमी आइहाल्यौँ। पुलिस एकाडेमी हो क्या यो चाहिँ। अनि पुलिस एकाडेमी सँगै चाहिँ के छ भन्दा यो के भन्छ अरे यसलाई, त्यो यो पुलिस एकाडेमीसँगै भएकोले के भन्छ, प्रधानमन्त्रीवाला हो कि राष्ट्रपतिवाला हो? राष्ट्रपतिवाला निवास रे होइन। अनि यो चाहिँ यहाँभित्र चाहिँ कान्ति हस्पिटल। हामी सानो हुँदाखेरि जान्थ्यौँ नि होइन, त्यतै भेट्थ्यौँ नि होइन सबैजना। तर के गर्नु, ठुलो भएपछि चिनजानै हुनु छोडिहाल्यो। ल म्याच हेकन के बोले भाइ, के बोले? यो ट्राफिक दाइहरूको गल्ती हो क्या। यो बत्ती होइन, यो बत्ती देखाउँछु है म। यो बत्ती पहेँलो पिलिक 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 बलिरहेछ होइन। अनि यो बत्ती पहेँलो बलेपछि त अनि अब रातो बल्छ भनेर झ्याप्प ब्रेक हानिदिएको त भने लास्ट त बत्ती त ट्राफिक दाइहरूले बिगाएर झ्याप 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 पहेँलो मात्रै बलिरहने बनाएर रहेछ कि। काम छैन, काम छैन, नेपालको सरकार काम छैन, म गलत देशमा जन्मिएँ भन्न पनि मन छैन के। देश त खतरा हो नि, तर सिस्टम हिलादे सरकार भन्छ नि हो त्यस्तै हो के। ए तेरिका ल कलेजभित्र छिर्न लाग्यो ल केटाकेटी हो। आइपुग्यो कलेजतिर आइपुग्यो। कलेज चाहिँ अन्डर कन्स्ट्रक्सन चलिरहेछ। यहाँ हाम्रो कलेजको बिल्डिङ। अनि पार्किङ यहाँ तल छ। अनि दिच्छा पार्क गर्नु गएको छ। हाम्रो कलेज जाने क्लास जाने बाटो चाहिँ यस्तो होला। 1 2 3 अन्डर कन्स्ट्रक्सन छ नि त बिल्डिङ। अनि यसो छिर्ने होला। मेरो जनताहरू ल अब चाहिँ कलेज पनि सक्यो होइन। अब ब्याक टु बेस भने जस्तै ब्याक टु होम गाइज। आज इकोनोमिक्स पढेको माई गड भेरी मच निन्द्रा लाग्यो, आँखा झ्याप्प झ्याप्प भइङ। सरले इकोनोमिक्स भने के हो भनेर सोधेको थियो, निन्द्रा लाग्ने विषय हो भन्थ्यो जस्तो लागेको थियो। माई गड यो 9-10मा इकोनोमिक्स नपढ्नुको दुर्घटना हो यो, दुर्घटना। भेरी ब्याड।
ल गाइज अहिले चाहिँ अब यो ठ्याक्क महाराजगञ्जमा हामी चाहिँ महाराजगञ्ज पुलिस हस्पिटल छ नि, नेपाल प्रहरी हस्पिटल हो, त्यहाँ अगाडि चाहिँ रोकेको थियौँ। किन भन्दाखेरि दिदीको चाहिँ बुवा बिरामी भएर चाहिँ यहाँ हस्पिटलमा हुनुहुन्छ क्या, अनि उहाँलाई चाहिँ एकदम शीघ्र स्वास्थ्य लाभको कामना र म चाहिँ दिदी हस्पिटल छिरेको छ, म चाहिँ यहाँ बाहिर चिया खानालाई रोकेको छु होइन। कहाँ भन्दाखेरि हाम्रो यहाँ ठ्याक्कै यो पुलिस हस्पिटल छिर्ने ठ्याक्क निर नै यो दो बाटो भन्ने रहेछ होइन। अनि यहाँ चाहिँ ये सब पाउँछ है गाइस, सब पाउँछ। तर मैले चाहिँ यहाँ लिएर बसेको छु, चिया आइसकेको छ, त्यही हो। ल चिया टेस्ट गरौँ है त यहाँको कस्तो छ है त चिया। खतरा खतरा, यहाँको चिया चाहिँ खतरा रहेछ होइन। अनि त्यही हो, अब कलेजमा पनि खाइरहेकै हुन्छौँ, देखिहाल्नु भयो बिहान बाटोमा जाँदाखेरि नै टाइगर बिस्किट सिस्किट यहाँ उहाँ सबै खाइसकेको थिएँ। यो मलाई गोप्रोको एङ्गल मिलाउनु नआएको हो कि के हो, मान्छेहरूले यहाँ गरेर यसरी गर्छन् होइन। मलाई चाहिँ औडा लाग्छ कि, किनभने मैले चाहिँ माइक बोक्दिनँ नि त, मेरो भोइस नै एकदम ठुलो हो, अनि त्यही भएर म माइक बोक्दिनँ। अनि त्यही नै हो। ल अहिले एकछिन भेटौँ ल है त। ल है साथीहरू, फर्स्ट लट सक्यो होइन, अब चाहिँ सेकेन्ड लट फेरि मगाएको छौँ हामीले, टेस्ट मिठो लागेर टेस्ट गर अनि त्यसपछि भन है कस्तो छ। कस्तो छ? मिठो। डु भिजिट दो बाटो, त्यहाँ छ दो बाटो भन्ने ठाउँ छ, त्यहाँ चाहिँ भिजिट गर्नु है त। यो चाहिँ हाम्रो ठ्याक्क पुलिस हस्पिटल जाने बाटोमै छ, त्यो भित्र छिर्नुपर्छ नि। ठ्याक्क छिर्ने बित्तिकै जुस पसल छ, जुस पसलसँगै दो बाटो भनेर छ। यहाँ बाहिर पुरै किमा नुडल्सदेखि लिएर लाफिङ होइन, मोमोहरू चाउमिन सबको पोस्टर टाँसिदिनु भएको छ। त्यही हो, ल यहाँ चाहिँ आउनु है त। खतरा रहेछ ल, लाफिङ एकदम खतरा छ। तपाईँहरूको यता महाराजगञ्जतिर हुनुहुन्छ भने चाहिँ हाम्रो यो दो बाटोको चाहिँ लाफिङ टेस्ट गर्न चाहिँ नबिर्सिनु है, एकदम खतरा रहेछ ल, खतरा। 10 आउट अफ 10 नै दिन्छु है रेटिङ चाहिँ म। दो बाटो गाइस, दो बाटो है। यहाँ चाहिँ बस्ने ठाउँ पनि क्या सजिलो छ होइन, कोजी स्पेस छ। अनि हाम्रो आन्टी चाहिँ एकदम हसिलो हुनुहुन्छ है त। डु भिजिट दो बाटो है त। ल अहिले चाहिँ गएको, ल भोलि भेटौँ ल है त फेरि यहाँ चाहिँ। ल साथी हो, घर पनि आइपुग्यो है। दिदीलाई सोधौँ है, आज क्लास कस्तो भयो? यस्तो निन्द्रा लागेर इकोनोमिक्स पढेर आएको आज। सरले वाट इज इकोनोमिक्स भनेर सोद्धाखेरि होइन निन्द्रा लाग्ने सब्जेक्ट भन्न मन थियो, तर भन्न पाइएन। के गर्नु, गाह्रो छ। पढ्छु भनेर थिइस् नि होइन, भने जस्तै कुरा हो कि यो चाहिँ। अब पढ्ने त भनिहाल्यो होइन, त्यो पनि कति लियो नि 8-10 वर्षको ग्याप पछि कलेज गएको पढ्न। निन्द्राले त यस्तो माया गर्यो नि। अब जाम मासतिर, अब घरतिर चलिदिउँ ल, कोठातिर। ल अब हाम्रो चाहिँ घरमा आइपुग्यो। वेलकम टु आवर हाउस। यहाँ चाहिँ इन दिस हाउस भनेर पुरा नियम छ है, यो नियम पालन गर्नुपर्छ नि। यहाँ चाहिँ हामी छ नि, तर कालो छौँ, कालो होइन नवाज कालो छ मलाई के बुझ्यो। अनि त्यहाँ बसेर चुचु गरेर हेर्दाखेरि ठ्याक्कै जेलमा के अरे कैदी जेलमा बसे जस्तै देखिएको पछाडि त्यो बारले गरेर। ल अब जुत्ता सुत्ता खोलौँ है।